एन्जाइटी को कारणले हैन एकदम छटपटी भइरहेछ। अब किन हो कसो हो त्यो पनि मलाई थाहा भएन। एन्जाइटी कसरी सल्भ हुन्छ त्यो पनि मलाई थाहा भएन। अब कतिपय हाम्रो साथीहरूलाई हुने के कस्तो गरी भएको थियो के कस्तो हुन्थ्यो हैन। अब त्यो हुनेहरूले यसो कमेन्ट गर्नु पर्यो, भनिदिनु पर्यो। यो एन्जाइटीको यो फेसले धेरै गाह्रो बनायो, यो बाँच्नु पनि धेरै गाह्रो होला जस्तो भइसक्यो हैन। त्यही कारणले म एन्जाइटीसँग लडिरहेको छु जिन्दगी। अब के कसो गरी चाहिँ होला हैन, यसमा सल्भ कसरी गर्ने, के गर्ने, कसो गर्ने अब मलाई पनि थाहा भए यसो भनिदिनु पर्यो है हजुर ल। अब धेरै गाह्रो भइरहेछ जस्तो भइरहेछ। यसलाई कसरी निको पार्न सकिन्छ भन्ने कुरा चाहिँ गर्नु पर्यो। धेरै गाह्रो भइरहेछ गाइस हैन। अब कसरी चाहिँ यसलाई अब गर्नु त भन्ने कुरामा छ। त्यो जस्तो हो नि अब हल्का उता भएर जस्तो लाग्छ हैन। कहिले राम्रो अब नेगेटिभ नराम्रो सोचहरू आउने हैन, अनावश्यक दुःख दिने जस्तो कामहरू भइरहेछ। मन हो कि अथवा यो के हो हैन, त्यो भइरहेछ गाइस।